र बिहानको उज्यालो देख्न सक्नुहुन्छ है। श्रीनगरबाट चाहिँ घाम उदाइसकेको छ र यो चाहिँ तानसेनको बेस्ट भ्यू भन्नु पर्यो है। यो चाहिँ हाम्रो टुरिकल भइहाल्दाखेरि जे होस् आज चाहिँ मौसम छ्याक्क देखिएको छ र म पनि यहीँ छु। सो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई अनदर युट्युब भिडियो। सो आज चाहिँ म केही छोटो दूरीको यात्रा चाहिँ गर्ने चाहिँ एउटा प्लान गराइरहेको छु। हेरौँ कहाँसम्म पुगिन्छ र त्यसको बारेमा चाहिँ अहिले बाइक राइड गर्दाखेरि कुरा गरौँ होला। अहिले मेरो यो ब्याकग्राउन्डमा देख्नुपर्छ सबै ठाउँहरू चाहिँ एकदम पपुलर छ तानसेनको है। यो चाहिँ हाम्रो पाल्पा दरबार भइहाल्यो र यो तानसेनको सुन्दर दृश्यलाई यहीँ छोड्दै आजको यात्रा चाहिँ सुरु गरौँ है त। बाहिर देख्न सक्नुहुन्छ यस्तो भिड छ कि गाडीहरूको सराउन्डिङ। यहाँदेखि चाहिँ म लेफ्ट जान्छु। र यो चाहिँ मिसन डाँडा है। भन्दा अलिकति अगाडि आइसके र बाटो चाहिँ यो चिल्याङ्गीदेखि मिसन डाँडासम्मको भनौँ न एकदम एडभेन्चर छ क्या बाटो। फेरि हो त हामी आफै त्यो हाम्रो कमजोरी हो होइन, आफ्नो लेनमा नहिँड्नु। तर यो किसिमको चाहिँ खाल्टाहरू देखिँदाखेरि के हुन्छ भन्दा अलिकति राम्रो रङ साइड भयो भने जता राम्रो छ त्यतिबाट जानु मन लाग्छ होइन। अनि त्यसपछि उताबाट गाडी आयो भने हल्का समस्या हुनसक्छ। र यो बाटो बनाउनको लागि कुनै त्यस्तो एउटा निकाय त होला नि होइन। यो कतातिर पर्छ कि फेरि छुट्टै एउटा सरकार बनाउनु पर्छ यो बाटो बनाउनलाई। तर अति लामो समय भयो कि है यो बाटो चाहिँ यस्तो भएको। जे होस् छिटोभन्दा छिटो बन्यो भने हामी चाहिँ होइन 100को स्पिडमा दौडिनु पाइन्छ। तर यस्तै हो। चिलाङ्गी बजार र यहाँ चाहिँ 4वटा फरक बाटो छ है। म चाहिँ यहाँदेखि अगाडितिर जान्छु र यहाँदेखि चाहिँ म सिधै हाइवेमा झर्छु है। त्यो सिद्धार्थ राजमार्ग के हो सोल्टीले देखेनन् क्या। र यताको यो ठाउँ चाहिँ मलाई अति बवाल लाग्छ है। बिस्तारै यहाँ बस्तीहरू बन्दैछ। बजारदेखि धेरै टाढा पनि नै है। आफूसँग एउटा सानो साधन छ भने फ्याट्ट जान आउनलाई चाहिँ मिल्ने राम्रो ठाउँ छ। बस्ती बन्दैछ। म चाहिँ हाइवेमा आइसकेको छु। र यहाँदेखि चाहिँ बल्ल मेरो यात्रा सुरु हुन्छ। बिहानमा चाहिँ राइड गर्नुको मजा छुट्टै छ है। यो जुन बिहानको के भन्छ फ्रेस एयर हुन्छ नि, यसले चाहिँ तपाईँलाई चाहिँ अति आनन्द दिन्छ क्या। म चाहिँ कहाँ जाँदैछु भन्ने कुरा चाहिँ तपाईँले मेरो थम्बनेलमा टाइटल हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। र म चाहिँ जाँदैछु आज स्याङ्जा गोल्याङमा रहेको त्यो नगर यो के अरे गोल्याङ नगरपालिकाभित्रै पर्छ जुन केदारनाथ मन्दिर त्यहाँ बन्दैछ। त्यहाँ जाने चाहिँ मैले विचार गरेको। र योभन्दा अगाडि चाहिँ त्यो बाटोहरू चाहिँ टन्न हिँड्ने थियो र त्यहाँ हिँड्दाखेरि चाहिँ पुलसम्म चाहिँ गइएछ तर पुलदेखि मास्तिर चाहिँ गइएको छैन। र अलि अस्ति एक दिन घुम्न जाँदाखेरि चाहिँ मैले त्यहाँ सोचिरहेको थिएँ कि मतलब त्यहाँ बन्दै रहेछ त्यो केदारनाथको मन्दिर। सो एकचोटि त्यहाँ पनि
भिजिट गरिदिउँ होइन, मुड पनि फ्रेस हुन्छ भनेर हल्का आज चाहिँ म त्यहीँ निस्केको। र तपाईँहरूले चाहिँ मेरो भिडियो कस्तो लाग्छ है कमेन्ट चाहिँ गरिदिनु होला। म चाहिँ अलिकति यो गाप्टुङभन्दा अलिकति अगाडि आइसकेँ कि यो ठाउँलाई नै गाप्टुङ भन्छ। र यसरी चाहिँ बिच बिचमा चाहिँ यो कुकुरहरू यिनीहरूले चाहिँ झुक्क्याउँछ क्या राइड गर्दाखेरि। र घाम चाहिँ ठ्याक्कै अगाडि परेको छ। अब यो चाहिँ कस्तो आएको छ कि आएन है, अब भिडियो एडिट गरेपछि थाहा भइहाल्छ। र बाटो चाहिँ जुन यस्तरी यो क्रसले के यता पनि देखिने यता पनि देखिने हुन्छ नि, बवाल देखिन्छ है। र यहाँदेखि चाहिँ बुटाले छेक्यो है, हल्का फुल्का पाल्पाको चाहिँ सिन देख्न सकिन्छ। तानसिनको भनौँ होइन, पाल्पाको त अब यो पनि पाल्पै हो, तानसिनको। बिहानमा हिँड्नुको मजा नै हो कि होइन, ट्याक्क फ्रेस चिसो हावा है। माथिबाट चाहिँ हल्का हल्का घाम लागिरहेको छ। र अहिले चाहिँ अलि दिउँसोमा चाहिँ सूर्यदेवले मिठो पोल्नुहुन्छ। र बिहानको चाहिँ लगभग 7:30 बजिसकेको छ। म त्यो सवातिर हिँडेको थिएँ होला तानसिनबाट। सो धेरै टाइम लगाउँदिनँ म, 2-3 घन्टाभन्दा बढी त्यहाँ बोल्दिनँ। फेरि दिउँसो मेरो काम छ 2 बजीबाट। के भयो यहाँदेखि त मौसमै खतरा छ नि। म चाहिँ आर्यभान्जिङ आइपुगेँ र यहाँदेखि तपाईँ डोलीमारा पुग्न सक्नुहुन्छ। र यहाँदेखिको बाटो चाहिँ के भयो यस्तो, बर्खा लाग्ने समय त अलि भएको छैन, बर्खा चाहिँ लागिसक्यो क्या हो। नेपालको भनौँ यहाँ हाम्रो क्षेत्रको वेदर चाहिँ यस्तै यस्तै छ है। भर्खरै घाम लाग्छ, भर्खरै पानी आउँछ, भर्खरै चाहिँ यस्तो धुडी बसे जस्तो भइहाल्छ। दियोस् मौसम चाहिँ ओके छ, चिसो छ। ठुल्ठुलो गाडीहरू आउँदाखेरि बाटो चाहिँ अलिकति थोरै हुने। पहिला यो बाटो जति पनि हिँडेको र जस हल्का फुल्का नलेज छ यो बाटोको बारेमा। र आज चाहिँ लामो समयपछि यो बाटो हिँडेको, यस्तो मजा आइरहेको है राइड गर्दाखेरि। र आजभोलि बाटोमा म्याक्सिमम् रूपमा चाहिँ इभी गाडीहरू नै देखिन्छ। सानो गाडीहरू चाहिँ इभी नै हिँड्छ आजभोलि। बाटो बनिरहेको छ, धन्नै बाइक उडाइएन। अत्याधिक दुर्घटना सम्भावना क्षेत्र। र यहाँदेखिको जुन भ्यू छ तलतिरको, त्यो चाहिँ म अहिले भिडियो भने फर्किने बेलामा चाहिँ तपाईँहरूलाई देखाउँछु। र आजकल त्यति सुन्ने थिएँ, तर केही समय अगाडि चाहिँ एकदम एक्सिडेन्ट हुने ठाउँ हो यहाँ। र के कुराहरू चाहिँ होइन स्पिरिचुअली चाहिँ भूतसुतले नि डराउनु दिने यताउता भन्थे होइन, हो कि त्यो त थाहा भएन। तर जे होस् एकदम एक्सिडेन्ट हुने ठाउँ हो यो। यहाँ अहिले अगाखोला आइपुगेँ र तलको देख्न सक्नुहुन्छ अगाखोलाको बस्ती। के छ अगाखोला र लसुने भन्ने एउटै हो कि फरक हो? यो चाहिँ गफ लाउन सकिन्न है, गफ लाउन जानिन्न पनि। जति गफ लाउँछु तपाईँहरूले अहिले चाहिँ खतरा गफ लाउने रहेछ भनेर चाहिँ भनिदिनु होला है। र पहिला चाहिँ मलाई थाहा छ सानोमा पियाले हुँदाखेरि अनि त्यो घाँटीमा के भन्छ त्यो ठुलो खटिरा निस्किन्थ्यो कि होइन, घाँटीको मुनि त्यो खटिरा निस्किँदा सबै चाहिँ यही दबाई बनाइन्थ्यो सानोमा चाहिँ। तानसिन भन्दा यता सजिलो हुन्थ्यो है, किनभने मम्मीले यतै ल्याउनुहुन्थ्यो प्रायः जसो। र आजभोलि त ठाउँ ठाउँमा फार्मेसी छ। र प्लस सायद यहाँको चाहिँ राम्रो हुन्थ्यो होला कि मेडिकल होइन। कस्तो बवाल देख्छ कि होइन, यहाँदेखि उता ट्याक्क पारेको बाटो पुरै राम्रै 6 किलोमिटर। र
यहाँ पनि एकदम मिठो दौडाउने गर्दछ तर दौडाइन्न र यति ठुल्ठुलो पहाड है ट्याक्क पहाडको तल चाहिँ बाटो ड्रोन शट चाहिँ भोपाल देखिन्थ्यो होला कि होइन ड्रोन शट हान्नलाई ड्रोनै छैन कार्तिक लागिसकेर अहिले कुकुरहरू यस्तरी हिँडिरहेको कान चाहिँ ड्याममा टालियो जस्तो भएको थियो हाई गरेको त टिनिनिनिनि भन्ने गरी कानै खुल्यो है ल यो चाहिँ रामदी खोला पुल बिस्तारै म अब रामदीको तराई क्षेत्रमा प्रवेश गर्दै गर्मीमा अति गर्मी हुन्छ यहाँ पनि छाला चाहिँ निस्किने गरी होइन र यसमा चाहिँ सेरा भन्छ यो ठाउँलाई देखि तपाईँले रामदी बजारको दृश्य देख्न सक्नुहुन्छ पुल बनिरहेको छ त्यहाँ एउटा नयाँ है यहाँदेखि चाहिँ बवाल देखिँदो रहेछ पुल त्यसलाई अझै डेन्टिङ पेन्टिङ गऱ्यो भने होइन अझै आँखा देख्छ होला के छ बाटो बन्द हो गल्ती हो गयो यार यहाँ अलिकति र यहाँ चाहिँ पुल हेर्नु है त म झरिनँ झर्ने खालको वातावरण पनि रहेनछ भोपाल पुल बन्दै रहेछ भनौँ यहाँ तल चाहिँ बगिरहेको पालीगण्डै भनौँ है यो चाहिँ पाल्पा र स्याङ्जालाई छुट्याउने के भनौँ सिमाना हो यो र ठ्याक्कै पुल सकिएपछि स्याङ्जा सुरु हुन्छ यहाँ लेखेको छ गोलेम नगरपालिका यहाँहरूलाई स्वागत गर्दछ र म पनि जाने त्यति हो र साँझ भन्नाले अहिले म चाहिँ फर्किँदाखेरि सायद यो बाटो फर्किन्न होला किन भन्दाखेरि त्यो एउटा के भन्ने ठाउँबाट चाहिँ सिधै त्यो उसमा पिपल डाँडाको तल त्यो जिरोमा निस्किने बाटो छ सो म चाहिँ त्यो उता कोरिडोरको बाटो निस्कन्छु होला चाहिँ स्याङ्जाको जिरो र तपाईँ यहाँदेखि चाहिँ बिर्बीतिर जान सक्नुहुन्छ मासतिर र यहाँ चाहिँ सानो सानो तपाईँले दोकानहरू देख्न सक्नुहुन्छ म चाहिँ यो गल्याङको क्षेत्रमा प्रवेश गरिसकेको छु र यो गल्याङको दृश्य तपाईँले देख्न सक्नुहुन्छ के छ आज आइतबार सबै बन्द छ त सोल्टीहरू के हो कि म बिहानै आएँ 8 त भइसकेको छ त र यो चाहिँ गल्याङको बजार तपाईँले देख्न सक्नुहुन्छ राम्रो बजार छ उप्पड खापड र मेरो जक्सन अब यहाँदेखि धेरै टाढा छैन टाढा त छैन भने फेरि टाढा हुन पनि सक्छ डाँडा देख्न सक्नुहुन्छ है धामी बस्ती छ माथि माथि डाँडामा जति घुमे पनि जति गए पनि नमिचिने ठाउँ एउटा पोखरा पनि हो वान अफ द बेस्ट प्लेस र यहाँ देख्न सक्नुहुन्छ के छ यो ढुङ्गा निकाले कि बाटो निर्माण गरे त्यसो जानै नदिने हो र Korabi खोला
गऱ्यो यो ठाउँलाई। र म चाहिँ अब बिस्तारै मेरो जक्सनमा आइपुग्न लागेको छु। र म जाने बाटो हल्का हल्का त्यहाँ देखिएको छ, त्यही बाटो जाने हो। यो पुल तर्न पनि मजा आउँछ। सो देख्न सक्नुहुन्छ म चाहिँ मेरो फाइनल डेस्टिनेसनमा चाहिँ आइपुगेँ। यहाँ देख्न सक्नुहुन्छ यो बाटो, यो पुल तरेर म चाहिँ वामपारी जाने हो मन्दिरमा। देख्नुपर्छ नि, वहाँ माथि पुग्ने हो। र म चाहिँ अब हल्का पुलको यात्रा चाहिँ सुरु गरेँ है। र पछाडि चाहिँ एक दुईजना इन्डियन भाइहरू चाहिँ भेट्नुभएको थियो। अब हल्का हिन्दी बोल्न चाहिँ खासै आउँदैन नि त, सो हल्का ट्राई मात्रै हानिदिएको। अनि यसै युट्युब च्यानलमा सब्सक्राइब गर्छु भन्दै थिएँ, फेरि के गर्छ नै सोल्टीहरूले। सो त्यही हो है, डर लागिरहेको छ हो पुलमा। यस्तो हाइटमा छ नि यो पुल होइन, अलि बिचतिर गएपछि थाहा हुन्छ होला नि हाइट कति हाइट छ भन्ने होइन। जस्ट फिलिङ मकैहरू हाम्रोतिर भन्दा अझै ठुल्ठुलो भइसकेको रहेछ। उहाँ माथि पो पुग्ने हो म त सोल्टी। यता पनि पहाड है, यता पनि पहाड, जताततै पहाड। के पुल त हल्लिनु लाग्यो त। अघि नै चाहिँ यस्तो सोचिरहेको थिएँ कि एकदम नजिक छ होला जस्तो, तर धेरै माथि रहेछन् केदारनाथ, त्यही पनि गइन्छ। तर यहाँदेखि चाहिँ यो गण्डकी चाहिँ हेर्दाखेरि होइन, यतातिर चाहिँ यो उकालो जस्तो देखिन्छ, तर पानी बगिरहेछ त तलतिर। आउनु त यो लाग्छ मलाई 1 घन्टा जति पुग्न त्यहाँ लाग्छ जस्तो लागिरहेछ सायद समय चाहिँ। अब जे होस् 2 बजीभित्र चाहिँ म चाहिँ मेरो कोठामा चाहिँ पुग्नुपर्ने छ। हेरौँ कति समय लाग्छ। अलिक उकालो जाँदा होला बेर लागि, अहिले ओह्रालो त फेरि दौडेर हो। चाहिँ अब पुलभन्दा अलिकति माथि आइसकेँ र यहाँ चाहिँ यो भर्याङ जस्तो बाटो ठेप्रेक भनौँ न, बाटो कट्दैछु हिँड्दैछु, के हो यस्तो स्यास्या हुन लागिसक्यो त। हो खोला अलि नजिक भयो त माछा मार्नु हुन्थ्यो। र जे होस् बाटो चाहिँ ढलाइ चाहिँ गर्दै रहेछन्, तर उकालो चाहिँ अति मिठो उकालो छ। र बिच त्यहाँसम्म रहेछ, र त्यसपछि चाहिँ हो यस्तो बाटो। र जे होस् यो जङ्गलको बाटो चाहिँ आफू एक्लै यात्रा गर्दाखेरि चाहिँ अलिक डर लाग्यो जस्तो चाहिँ हुने रहेछ। जे होस् बाटोको चाहिँ वरिपरि जति ठाउँ भेट्छ त्यो ठाउँ चाहिँ काट्दो रहेछन्, झाडी छैन कि खासै। ठुलो आँपको बुट्टा र यहाँ चाहिँ एकदम ठुल्ठुलो पुरानो आँपको बुट्टाहरू रहेछ। अनि यहाँबाट फेरि हल्का फुल्का बाटो सहज गराउनलाई ढलाइ कि ढुङ्गा छाप्दै रहेछन्। देउस राम्रो खर्च गरे भल्याङ नगरपालिकाले। र फाइनली चाहिँ म एकदम क्लोज आइसकेछु, धेरै टाढा छैन अब।
र देख्न सक्नुहुन्छ म अब लगभग आइपुगेँ। धेरै टाढा होइन, माथि नै हो अब केदारनाथको मन्दिर। र म आएको ठाउँ तपाईँले देख्न सक्नुहुन्छ है, उहाँ पुलदेखि चाहिँ म आएको र यो जङ्गलको डाँडा काटेर अहिले यहाँ आइपुग्दैछु। तर मिठो उकालो रहेछ। र यहाँ देख्न सक्नुहुन्छ हल्का मोटर बाटो जस्तो पनि रहेछ। सो फाइनली देख्न सक्नुहुन्छ म चाहिँ लगभग केदार मन्दिरको वरिपरि आइसकेको छु। र देख्न सक्नुहुन्छ म केदारनाथको तल्लो भवनमा आइपुगेको छु। पसिना चाहिँ मिठो बाजे हेरिराख्नु भएको छ। र यहाँदेखिको दृश्य पनि कति बवाल देखिने रहेछ। र म आएको चाहिँ उहाँबाट हो। र यहाँ चाहिँ यस्तो सिडीहरू रहेछ माथि जानलाई। र यहाँ देख्न सक्नुहुन्छ केदारनाथको मन्दिर। पछि अरू भित्र धेरै भएको भएर बाहिर राख्नु भएको। यहाँ गुफा पनि छ। यहाँ यो दुईवटा ढुङ्गा निकाल्नु मिल्ने हो भने जानलाई लाज हेर्न मिल्ने भन्ने रहेछ। खास यो केदारनाथको मन्दिर भन्नुभयो नि त यो? हजुर। खास यो के कुन हिसाबको, कुन भगवान्को हिसाबले यसलाई दर्शन? यो के भन्नुहुन्छ भन्दा अब शिवजी आधा पार्वती। अदमिनी शालिग्राममा हजुर यही पत्थरमा उनीहरू प्रकट भएको भएर यहाँ केदारनाथ। मैले चाहिँ यहाँ केदारनाथको दर्शन गरिसकेँ। र तपाईँहरूले पनि घर बसेर दर्शन गर्नुहोला। र म चाहिँ अब यहाँबाट चाहिँ निस्केको। र यहाँ आइपुगेपछि चाहिँ जुन सुकुन छ नि मनमा, आनन्द होइन, चिसो हावा मिठो चलिरहेको। र यहाँदेखिको जुन बाटो छ यो चाहिँ मास्तिर गाउँतिर जाने बाटो रहेछ। सो त्यता चाहिँ म गइनँ। र यहाँदेखिको चाहिँ अब म फर्किँदैछु। सो यो अन्तिम यहाँदेखिको दृश्य हेर्नु। र उहाँदेखि चाहिँ म आएको थियो है, त्यहीँ पुग्छु अब। र जाँदा चाहिँ जो ओह्रालो छ, सो टाइम लाग्दैन। आउँदाखेरि चाहिँ अलिकति टाइम लाग्यो। सो केदारनाथको मन्दिरलाई छोडेर अब म चाहिँ निस्केको। तपाईँहरू सबैजनालाई केदारनाथले रक्षा गरौँ। र अघि नै उकालो आउँदाखेरि चाहिँ जति के भन्ने अप्ठ्यारो भएको थियो, अहिले झर्दाखेरि चाहिँ त्यस्तो हुँदैन। जस्ट झिमिक माल गायब भने जस्तो भर्खरै पुगिन्छ तल जक्सनमा। जसको अहिले चाहिँ बिहानको 9:30 बजेको छ। र अब हल्का सूर्यदेवको प्रचण्ड सुरु हुन लागेको छ। र त्यो केदारनाथको मन्दिरको चाहिँ मेन विशेषता भनेको शिव पार्वतीको चाहिँ एउटै रूप भइसक्यो। अनि त्यहाँ चाहिँ धेरै कुराहरू भन्नुहुन्थ्यो बाजेले, पण्डित बाजेले। तर केही कुराहरू अलिक विशेष
मुख्य भन्छु है एउटा दुईवटा जसलाई चाहिँ सन्तानको चाहिँ लाभ भइरहेको छैन त्यो मान्छेहरूले चाहिँ त्यहाँ आएर भक्कल गर्ने यताउता गर्दाखेरि चाहिँ त्यहाँ सन्तान लाभ भएको भन्नुभएको थियो। अनि सँगसँगै अन्यथा चाहिँ नलिनु होला र यो छोरा मान्छेहरू यदि चाहिँ छोरा मान्छे क्या बच्चा पुत्र लाभको चाहिँ यदि तपाईँलाई आवश्यक छ भने यहाँ आएर चाहिँ भक्कल गर्नुभयो भने त्यो चाहिँ पुरा हुन्छ भन्नुभएको थियो र धेरै उदाहरण दिनुभएको थियो। अनि धेरै मान्छेले चाहिँ यहाँ आउने अनि मलाई चाहिँ छोरा पुत्र लाभ गरिदिनु अनि म यहाँ आएर चाहिँ व्रत बन्द गरिदिन्छु यताउता भन्नुहुँदो रहेछ भक्कलमा। अनि त्यो चाहिँ पुरा भएको भन्नुभएको थियो र योभन्दा अगाडिको महिनामा पनि 4-5 जना आएर चाहिँ त्यहाँ व्रत बन्द गरेर गइसक्नु भएको थियो अरे र योभन्दा अगाडिको वर्षमा चाहिँ झन् धेरै भएको थियो अरे र योचोटि पनि अब फेरि मणिग्रामबाट कुनै कतिलाई भन्नुभएको थियो दुईवटा परिवारको मान्छेहरू चाहिँ आउँदैछन् रे। सो त्यही हो आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नो धार्मिक मूल्य मान्यता भइहाल्छ के अरे विश्वास हो है। सो त्यही हो यहाँ आउने चाहिँ मलाई साह्रै मन थियो। सधैँ चाहिँ अब त्यो हाइवेमा चाहिँ हिँड्ने नेपारीबाट तर यहाँ चाहिँ नआइने होइन उहाँबाट हेर्दाखेरि चाहिँ एकदम राम्रो देखिने कि यहाँ माथि डाँडामा। सो आज चाहिँ आएँ मनमा शान्ति मिलेको छ अलिअलि सहयोगको पनि खाँचो रहेछ धेरै दिन सक्थेन अलिअलि यसो सहयोग चाहिँ गरियो धेरै त सोधेन मैले हल्का फुल्का सोधिरहेको थिएँ के कसो भनेर अनि उहाँले चाहिँ सहयोगहरू मायाज्ञहरू गरेर चाहिँ लगभग 3 करोड जति चाहिँ पैसा उठाउनु भएको रहेछ। अनि त्यो 3 करोडमा चाहिँ 2.5 करोडको चाहिँ यो लगानी रहेछ माथि सबै त्यो बनेको। अनि त्यही हो यो तल बनेको पुल चाहिँ यही मन्दिरको लागि विशेष टार्गेट गरेर चाहिँ बनाएको रहेछ जुन अघि नै म तरेर आएको थिएँ र फेरि त्यही तरेर जाँदैछु। र म चाहिँ पुलको नजिक आइसकेँ र पुल तपाईँ देख्न सक्नुहुन्छ ट्याङ यो पुल तरेर पारी जाने पारीबाट फेरि सिधै घर जाने। सो फाइनल्ली अब पुलमा चाहिँ टच गरियो र पुलबाट अब पारी तर्दै पुलबाट देखिने दृश्य देख्न सक्नुहुन्छ लाग्दैछ देखा। र यो पुल देख्नुभयो भने यस्तो बिचमा आफै स्विङ भइरहेको किन स्विङ भइरहेको होइन Look at the view. र तपाईँ देख्न सक्नुहुन्छ है मान्छेहरू जति पनि आउँछन् यहाँ। देख्न सक्नुहुन्छ है इनफ हो कि जति पनि यहाँ आउने र फाइनली चाहिँ म पुल चाहिँ कटिसकेँ र अब चाहिँ म मेरो फेभरेट डिस भएको ठाउँमा चाहिँ जान्छु है। र म चाहिँ नास्ता खाने ठाउँमा आइपुगेँ है हल्का चाहिँ मुख धुनुपर्ने भयो। केदारनाथले रक्षा गरून् टिका चाहिँ मिठाई चालु हुने भयो। अघिल्लोसम्म चाहिँ मैले मेरो ब्युटीलाई ढाकेर राखेको थिएँ अब चाहिँ बल्ल ओपन हुने भयो। र के खाँदैछु भन्ने कुरा चाहिँ म अहिले बताउँछु तपाईँहरूलाई। र मैले चाहिँ के खाँदैछु भन्दाखेरि खिर खाँदैछु है गाइज माई बेस्ट खिर खाइयो है त गाइज। र अर्को चिज आउँदैछ आलु परौठा चाहिँ दुईटी खाना आइसक्यो म चाहिँ आलु परौठा अनि खिर मगाएको। सो अब चाहिँ खान्छु है त। र यो ढाबा काग खोला भन्छ यसलाई है यसमा चाहिँ 2टा होटेल छ यहाँ चाहिँ 2टा ठाउँ त्यस्तो खिर बाँड्छौँ। तपाईँहरू चाहिँ यो ठाउँमा आउनु होला दामी छ खानेकुरा। र उहाँ चाहिँ
यहाँको डाइरेक्टर चाहिँ खाइयो है गिद्धले चाहिँ अब उड्नु पऱ्यो नि फेरि होइन र यहाँको बाजी चाहिँ अति स्विट हुन्छ क्या के गर्ने है अब यो पङ्खालाई छोड्नु मन त छैन तर अब चाहिँ म यहाँबाट निस्केको खुवाइ पुवाइ मिठो हो र अघि म गएको ठाउँ यही हो है यहाँबाट पनि दामी देखिने रहेछ यहाँ चाहिँ राम्रो त्यो भ्यूलाई हेर्ने मान्छेको चाहिँ चाप चाहिँ राम्रो हुन्छ र यो ठाउँलाई चाहिँ अब गुड बाई गर्दै म चाहिँ निस्केको फेरि फेरि मनोकामना पुरा भयो भने आइन्छ होइन यो बाटो यस्तो राम्रो छ होइन के भनौँ अब नो वर्ड्स टु एक्सप्लेन जस्तो बाटो त्यस्तै ड्राइभिङ हो कि हामी पनि होइन गोलाङको बजारमा प्रवेश गर्दै फर्किँदाखेरि अघि चाहिँ हिँड्दाखेरि पसिना आयो नि त अनि त्यो पसिनाले गर्दाखेरि अहिले चाहिँ त्यो बाइक राइड गर्दाखेरि हावाले हान्दाखेरि चिसो फिल भएको छ कस्तो रहेछ आजको भिडियोमा चाहिँ मैले तपाईँहरूलाई हाम्रो नजिकै ठाउँको चाहिँ एउटा ठाउँ चाहिँ मैले देखाउने प्रयास गरेको छु तपाईँहरूले पक्कै पनि त्यसलाई माया गरिदिनुहुनेछ र यदि तपाईँहरू युट्युबमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला सबैभन्दा दौडाउने बाटो नै यही हो यहाँभन्दा उता छैन अब दौडाउने बाटो थोडा साइड चाहिँ हिँड्ने र अघि चाहिँ त्यहाँ पुलबाट पारि चाहिँ केदारनाथ मन्दिर जाँदाखेरि एक दुईजना इन्डियन भाइहरू भेट्नु भएको थियो अब उहाँहरूले चाहिँ मेरो युट्युब च्यानलको नाम माग्नुभएको थियो मैले दिएको छु हेरौँ सब्सक्राइब गर्नुहुन्छ कि हुन्न र मैले चाहिँ कमेन्ट गर्नु भनेर भनेको छु र यो गर्मी मौसममा इन्डियातिरबाट होइन इन्डियन नम्बर प्लेट भएको गाडीहरू चाहिँ यति आउँछ नि म्याक्सिमम के भएछ यतातिर गर्मी हुन्छ कि होइन सो त्यही भएर समर भ्याकेसन मनाउन चाहिँ नेपालमा आउनुहुन्छ होला पुरा गरेर यति छिटो जिरोमा आइयो है यो बसुन डाँडाबाट चाहिँ झरेर पारी कोरिडोरको बाटो पुगेर अनि त्यहाँबाट सिधै पिपल डाँडा मुनि निस्केर भन्ने सोचिरहेको थिएँ तर त्यहाँ यसो सोधेको बाटो चाहिँ अप्ठ्यारो अप्ठ्यारो छ पानी परेको पाल्पातिर जाने भए चाहिँ हाइवे जानु
सजिलो हुन्छ भनेको अनि त्यही भएर चाहिँ म यहीँबाट निस्केको र धेरै बोल्ने कुराहरू केही पनि छैन है राइड गरेको चाहिँ मजा लिनु तपाईँहरूले र यहाँदेखिको दृश्य पनि थोरै थोरै राम्रो देखिन्छ र यसलाई चाहिँ परिवर्तन भन्छ होइन यता नै छ हाइवेमा चाहिँ हिँड्दाखेरि अलि ध्यान दिनुपर्नेहरू होइन यस्तै कोर्स गर्नेहरूलाई ख्याल गर्नुपर्छ नत्र फेरि बिचमा आइहाल्छन् तिनीहरूलाई त के हुन्छ कि भन्ने थाहा भएन आफू चाहिँ ठाडै बेडमा हो त्यसपछि र अब चाहिँ रामभिलाई पनि बिट मार्दै अहिले चाहिँ मलाई देख्न सक्नुहुन्छ म चाहिँ धैरिनी भन्ने ठाउँमा आइपुगेको छु र यहाँबाट जुन भ्यू देखिन्छ है आँखा छ बाटो र मैले चाहिँ तपाईँहरूलाई यहाँदेखि चाहिँ जुन देखिन्छ नि पहाड तल त्यो देखाउनु गइरहेको छु ठ्याक्कै यहाँबाट होइन सिधै खाल्टा हो कि तल देख्नुभयो अब यहाँभन्दा अगाडि नजाउँ होइन र तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ फर्केर आइभान्जिङ भन्ने ठाउँमा चाहिँ आइपुगेँ लगभग अब यहाँदेखि म तानसिन 15-20 मिनटमा पुग्छु होला सो आजको भिडियो तपाईँलाई कस्तो लाग्यो है लाइक कमेन्ट गरिदिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र मैले चाहिँ आज आफ्नो क्षेत्रको आफ्नो ठाउँबाट नजिकै कुनै एउटा धार्मिक स्थल भनौँ न केदारनाथको चाहिँ गोल्याङमा रहेको केदारनाथको मन्दिरलाई चाहिँ आज यसो मेरो भिडियोमा चाहिँ समेटौँ भन्ने हिसाबले आज चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ सो त्यही हो तपाईँहरूले चाहिँ लाइक कमेन्ट अनि सपोर्ट गरिदिनु होला र आजको लागि भिडियो चाहिँ यति मात्रै है त